खै कता भाग्दैछ हौ आमा टोक्छ कि क्या यो किन्दाखेरि यसको बच्चाले कति पर्छ केटी किन्नु हो भने चाहिँ 18,000 पर्छ कि केटालाई 25,000 केटाको डिमान्ड जहाँ पनि धेर हुन्छ कि क्या हो रेट केटाले चाहिँ किन बढी पर्छ अनि केटीले चाहिँ किन कम पर्छ खै त्यो त के हो थाहा छैन मलाई त्यस्तो धेर के यो केटा हो कि केटी हो केटी हो त हो दामी छ त हौ कुकुर त यार हेर्दा त 2-3 वर्षको छ त हौ हेर्दाखेरि बल्ल 4 महिनाको टिका पनि लगाइदिएको अघि बिहान मम्मीले खेल्ने जातको कुकुर हो पुरा खेल्छ ऱ्याबिजको सुई लगाएको यसलाई जम्मै लगाएको छ सुई यसले टोक्दा पनि अब विष लाग्दैन होला नि ठोक्दैन यसले खेल्छ मात्र यसलाई डाइट चाहिँ के खुवाउनु पर्यो हामीले जस्तै नर्मल खाना हो बिस्कुट र दुध खान्छ दिउँसो चाहिँ अरू बेला त नर्मल खाना दिउँसो अनि बिहान बेलुका यसलाई घुमाउनु पर्यो होइन तपाईँहरूकोतिर कसले पाल्दैन ठुल्ठुलो खालको कुकुरहरू पाल्छ होला त गाउँतिर खोइ यस्तो जातको त छैन हाम्रोतिर त लोकल मात्रै हो खासमा हाम्रो मुस्लिमहरूले त्यति खास कुकुर पाल्दैन क्या मेरो घर यो काउन्टरदेखि पुरो हो अनि पन्थाडादेखि ठ्याक्कै पश्चिम हो होइन बिचमा ए कति आउँछ केटाहरू कतिमा पढ्छौ 11मा पढ्ने को छ र हौ हाम्रो उताको 9-10मा पढ्नेहरूको थुप्रै छ राति भुक्छ है पुरा मान्छे